दर्शकवृन्द, यतिखेर हामी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छौँ। यतिखेर तपाईहरूले हेर्न सक्नुहुनेछ, यहाँ चाहिँ विदेश जानेको भिडै देखिराख्नु भएको छ। पछिल्लो समय चाहिँ जुन युवाहरूले आश गरेको सरकार बनेको छ, सरकार बनेपछि चाहिँ नेपालमै रोजगार पाउँछ भन्ने एकदम आशा भइरहेको बेला अहिले चाहिँ विदेश जानेको लाइन यसरी देखिराख्नु भएको छ। आउनुहोस्, उहाँहरू चाहिँ कुन कुन देश किन गइराख्नु भएको छ उहाँहरूसँग हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ। त्यही सोच्छु। नमस्ते, स्वागत छ यहाँलाई। हजुरको परिचय? मेरो परिचय मिन बहादुर छ। अलिक ठुलो कुन ठाउँ जाँदै हुनुहुन्छ? म दुबई जाँदैछु। कति वर्षको लागि? म 2 वर्षको लागि। फर्स्ट टाइम जाँदै हुनुहुन्छ? हजुर, फर्स्ट टाइम। अहिले चाहिँ युवाको सरकार छ रासोपाको, होइन? अब सबैले चाहिँ आशा गरेको छ नेपालमै रोजगार हुन्छ भनेर, तर यहाँ तको माहौल हेर्दा त्यो देखिँदैन। कसरी लिनु भएको छ? यहाँ चाहिँ त्यस्तो भनिराख्दा युवाको जेनजीले ल्याएको सरकार, होइन? तपाईँहरू जस्तो जेनजी नै विदेश जानु लाग्नु भइराख्नु भएको छ। कसरी लिनु भएको छ सरकारको कामलाई लिएर? अब काम त अब बालनले त ठिकै गरिरहेको छ अहिलेसम्म त, होइन? अब हेरिजानबाट अब रोजगार केही दिन्छ पछि, केही वर्षपछि, 5-6 वर्षपछि अझै त अब रोजगार त अब नेपालमा छन त, होइन? अब त्यतिले अब घर खर्च चल्दैन हाम्रो। नेपालमा चाहिँ रोजगार भएर पनि आर्थिक चाहिँ राम्रोसँग भएन भन्न खोज्नुभयो। अब चाहिँ तपाईँ जुन विदेश गएर आउनुहुन्छ 2 वर्षपछि, त्यो पछि चाहिँ आशा छ बालेन सरकारले नेपालमा नै रोजगार दिनुहुन्छ भनेर? गर्छ होला, गर्छ। धन्यवाद यहाँलाई। नमस्कार, स्वागत छ यहाँलाई। हजुरको परिचय? अलिक ठुलो छ। कुन ठाउँदेखि? अहिले कुन देश जाँदै हुनुहुन्छ? कति वर्षको लागि? 2 वर्ष। पछिल्लो समय चाहिँ अब सरकारले, युवाको सरकार छ, सरकारले चाहिँ युवाहरूलाई देशमै रोजगारी दिन्छ भनिराख्नु भएको छ। हामी यहाँ पनि देखिराखेको छौँ। के छ सरकारप्रतिको यहाँको आशा? सरकारले देशमा रोजगारी सिर्जना गर्ला कि नगर्ला? गर्ला, पछि गर्ला। अहिले फिलहाल गरेको छैन। अहिले हेर्नु यत्रो भिड छ, सब यो खाडी मुनि जाने भिड छ, यत्रो खासै केही गरेको छैन। के भन्न चाहनुहुन्छ यहाँ सरकारलाई? सरकारलाई के भन्न चाहन्छु कि सरकार यत्रो हाम्रो नेपाल देशको युवाहरू सबै यस्तो खाडी मुनि जान्छ, नेपाल सरकारले यहाँ केही न केही रोजगार दियोस् युवाहरू। अब फर्केर 2 वर्षपछि फर्केर आउनुहुन्छ यहाँ? 2 वर्षपछि फर्केर आउँदा चाहिँ अब तपाईँ चाहिँ विदेश जानु नपर्ने गरी नेपालमै के आफूले रोजगार मिल्नु छ। धन्यवाद यहाँले, शुभयात्रा। स्वागत छ। कुन देश जाँदै हुनुहुन्छ? दुबई जाँदै। कति वर्षको लागि? 2 वर्षको लागि। अहिले त नेपाल सरकारले नेपालमै रोजगार दिन्छ भनिराख्नु भएको छ। यहाँहरू त विदेश जाँदै हुनुहुन्छ, के छ सरकारप्रतिको यहाँहरूको चाहना? सरकारले पछि अब के चाहना छ भन्दा नि अब भर्खरै अब नयाँ सरकार आएको छ के अरे, अब दिन्छ भनिरहेछ। अब त्यसकोमै प्रोसेस अब हुँदैछ कि के छ, होइन? अब अहिले केही त्यस्तो छैन, होइन? रोजगार दिने भन्ने, होइन? आशा चाहिँ छ कि छैन? आशा त छ। अब कसलाई भनेर आफ्नै देशमा केही गर्न पाऊँ, केही सरकारले गरोस्, हामी यसरी रोजगारको लागि बाहिर जान नपरोस् त सबैको मनमा आशा भइहाल्छ, होइन? तर पनि बाध्यता छ, अहिले छैन। तपाईँ 2 वर्षपछि फर्किँदा चाहिँ रोजगारी हुन्छ भन्ने आशा राखेर जानुहुन्छ कि के छ? आशा त छ, आशा छ 2 वर्षपछि आउँदाखेरि नेपालमै केही रोजगार होस्, बाहिर जान नपरोस् फेरि भन्ने। त्यो बहिनी जाँदैछ कि त्यो बहिनी